सो हेलो नेपाली राइडर फ्यामिली। सो के छ तपाईँहरू सबैजनालाई? आई होप तपाईँहरू सबैजना एकदमै भवाले हुनुहुन्छ होला साथीहरू। सो तपाईँहरूलाई अपाचेको बाइकहरू अपडेट खोज्दै हुनुहुन्थ्यो भने त्यसमा चाहिँ अहिले चाहिँ कम्पनीले चेन्ज गरिसकेका छन् र अपडेटहरू दिइसकेका छन्, जसमा तपाईँहरूलाई अपडेट मात्र म तपाईँहरूलाई सर्टकटमा सर्ट भिडियोमा भन्नेछु। सो तपाईँहरूलाई अपडेट चाहिँ हेडलाइटमा चेन्ज पाउन सक्नुहुनेछ, जसमा तपाईँहरूले स्क्रिनमा देख्न सक्नुहुनेछ। यसको चाहिँ हेडलाइट प्रोजेक्टर हेडलाइट पाउन सक्नुहुनेछ र साथै यसमा चाहिँ अहिले डिआरएल्स पनि दिइसकेको छ र लुक्स पनि पुरै चेन्ज बनाइदिएको छ। र दोस्रो कुराको अपडेट गर्नुपर्दा यसमा चाहिँ तपाईँहरूले टिएफटी कलरफुल डिस्प्ले पाउन सक्नुहुनेछ, जसमा तपाईँहरूले ट्र्याक्सन कन्ट्रोल पनि पाउन सक्नुहुनेछ, जो कि एकदमै बवाल फिचर्स हो र टिभिएसले यसमा पनि लन्च गरिसकेका छन्। र अर्को कुराको अपडेट गर्नुपर्दा अर्को चाहिँ तपाईँहरूलाई यसको साइड इन्डिकेटरमा तपाईँले चेन्ज पाउन सक्नुहुनेछ, जसमा तपाईँहरूलाई यसमा रहेको जुन पहिलाको हेलोजन थियो र अहिले चाहिँ तपाईँले एलइडीमा पाउन सक्नुहुनेछ, जो कि एकदमै बवाल फिचर्स हो। र साथै यसको अपडेटको कुरा गर्नुपर्दा मलाई लागेअनुसार चाहिँ यति नै रहेको छ र मलाई लाग्छ यसको डुअल च्यानल एबिएस र तपाईँहरूलाई के भन्छ त्यो युएसटी सस्पेन्सन तपाईँले पहिल्यैदेखि पाउन सक्नुहुन्थ्यो जस्तो लाग्छ। सो यो कुराहरू पनि रहेको छ यसमा चाहिँ डुअल च्यानल एबिएस र युएसटी सस्पेन्सन पनि रहेको छ। र यसको कलर अप्सनको कुरा गर्नुपर्दा तपाईँहरूलाई 5वटा कलर अप्सन पाउन सक्नुहुनेछ। सो हाम्रो नेपाली टु व्हिलर मार्केटहरूमा पनि चाँडोभन्दा चाँडो लन्च हुनेवाला छ र करिबन 10 देखि 12,000सम्म मात्र प्राइसको अपडेट हुन्छ होला जस्तो लागिरहेको छ। सो साथीहरू, अनि भिडियो कस्तो लाग्यो सो कमेन्ट गरिदिनु होला। सो सर्टकटमा तपाईँहरूलाई मैले अपडेट कुराहरू बताइदिएँ। सो यस्तै अपडेट पाउनको लागि च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सनु होला। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।